धेरै दिनपछि मैले सोचेको पुरा भएको छ। हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। म सन्चै आरामै छु, हजुरहरू पनि सन्चै आरामै हुनुहुन्छ होला। मैले मेरो हस्बेन्डलाई पानीपुरी र चाउमिन ल्याउनु पठाएको थिएँ। घरमा ल्याउनु भयो। मैले के ल्याउनु भएको रहेछ त भने खोल्दाखेरि त चाउमिनमा हाल्ने सस, तेल, पानीपुरी, धनियाँ, आलु, गोबी, प्याज सबै ल्याउनु भएको रहेछ। साथीहरू, मैले चाहिँ आलुलाई लिएर मेरो भतिजीलाई छिल्न लगाएँ। मैले त्यसपछि पानी तपाइदिएँ, त्यसमा मैले चाउमिन हालेर उमालिदिएँ साथीहरू, किनकि मलाई आज एकदमै चाउमिन खान मन थियो। चाउमिन भइसकेको थियो साथीहरू, उम्सिसकेको थियो। मैले पानीपुरी फुराइसकेको थियो म र मेरो भतिजी मिलेर। त्यसपछि चाहिँ चाउमिन फ्राई गरेर पनि सकियो। मैले त्यसपछि खाना सुरु गरेँ साथीहरू। मैले फर्स्ट पानीपुरी खाएँ। धेरै खानुहुन्न पानीपुरी भन्छन्, तर साथीहरू म धेरै त खान्न, कहिलेकाहीँ। आज मलाई एकदमै चाउचाउ र पानीपुरी खान मन थियो, त्यसैले मैले मेरो बुढाले पठाएर घरमै आयो साथी। आजको भ्लग यति नै हो साथीहरू। अब हामीहरू अर्को भ्लगमा भेटौँला। कृपया मलाई लाइक, कमेन्ट, फलो गर्नु चाहिँ नभुल्नु होला है। बाई बाई साथीहरू, बाई।